नेपालको राजधानी काठमाडौँ। यही काठमाडौँको उत्तरपूर्वी कुनामा अवस्थित एउटा ऐतिहासिक नगरपालिका हो शङ्खरापुर नगरपालिका। आधुनिकतासँगै ग्रामीण जीवनको सन्तुलन बोकेको यो नगर केवल भूगोल होइन, इतिहास, संस्कृति र पर्यटनको सङ्गमको रूपमा रहेको छ। 2071 साल मङ्सिर 16 गते स्थापना भएको शङ्खरापुर नगरपालिका 2073 सालको स्थानीय तह पुनर्संरचनापछि इन्द्रायणी, पुखुलाची, वज्रयोगिनी, लप्सेफेदी, सुन्टोल र नाङ्लेभारे गाउँ विकास समितिहरू मिलेर बनेको हो। 60.21 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका 9वटा वडामा विभाजित छ। यहाँ 30,000 भन्दा बढी नागरिक बसोबास गर्छन्। करिब 3300 वर्ष अघि जोगदेव वज्राचार्यले शङ्खको आकारमा एउटा सहरको कल्पना गरे। त्यही कल्पनाले जन्म दियो साँखु। यहीँबाट विकसित भयो शङ्खरापुर। तामाङ, नेवार, ब्राह्मण, क्षेत्री, गुरुङ लगायत विविध जातजातिको बसोबास रहेको यस नगरमा सांस्कृतिक विविधता रहेको छ। शङ्खरापुर नगरपालिका धार्मिक एवं पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको छ। यहाँ मनाइने वज्रयोगिनी जात्रा, साली नदी मेला, मणिचुड मेला, इन्द्रायणी जात्रा जस्ता पर्वहरूले नगरलाई जीवन्त बनाएको छ। विशेष गरी यो नगरको साँखुमा रहेको वज्रयोगिनी र 1 महिनासम्म चल्ने माधव नारायण स्वस्थानी व्रतमा यहाँ लाखौँ भक्तजनहरू आउने गर्छन्। साँधोयाके अर्थात् तिब्बत मुनिको देश भनेर चिनिने साँखु किम्वदन्ती अनुसार तिब्बत सम्राट सङ्चङ गम्पो र भृकुटीको विवाह यहीँको वज्रयोगिनी मन्दिरमा सम्पन्न भएको जनविश्वास रहेको छ। यो नगरपालिकाको उत्तरपूर्वमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, पूर्वमा भक्तपुरको चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका रहेको छ। देशका 753 पालिका मध्ये शङ्खरापुर नगरपालिका यति बेला सडक पूर्वाधार, शिक्षा, खानेपानी, कृषि लगायतका क्षेत्रमा विकासको गतिमा अघि बढिरहेको छ, जसको नेतृत्व नगरपालिका प्रमुख रमेश नापेतले गरिरहनु भएको छ। यो नगरपालिकाको दुर्गम क्षेत्रका रूपमा रहेका वडा नम्बर 2 को पटाब, वडा नम्बर 1 नाङ्लेभारेका भित्री बस्तीहरूमा समेत हाल कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भएका छन् भने केही सडक धमाधम स्तरोन्नति भइरहेको छ। नाङ्लेभारेको वडा कार्यालयबाट पञ्चपाले जाने सडक बहुवर्षीय योजनामा ढलान कार्यले तीव्र गति लिइरहेको छ भने पाङ्ग्रेबास ढुङ्गाना गाउँ हुँदै चापापोट जाने सडक कालोपत्रे भइसकेको छ। यस्तै पटाब जाने देउराली धारापानी पटाब सडक खण्डको निर्माण कार्य पनि अघि बढिरहेको छ। सडक यातायातको विकास अत्यन्तै आवश्यक छ, किनकि एउटा सडक विकास भएन भने अरू कामको लागि बाधक हुन्छ भन्ने खालको मैले त्यसरी बुझ्यौँ। र विशेषतया यहाँका जनतालाई पहिलो एक्सेस भनेको सडकै हो। त्यो सडक पुग्यो भने मात्र अरू विकासको महत्त्व हुन्छ भन्ने खालको हिसाबले हामीले प्रत्येक वडालाई त्यसरी सडक स्टोर हुनुपर्छ भन्ने हिसाबले हामीले त्यसरी विकास गऱ्यौँ। त्यो बिचमा हामीले सुरुदेखि भन्नुपर्दाखेरि 1 नम्बर वडादेखि म भन्छु, 1 नम्बर वडा तपाईँको अहिले पञ्चपाले भन्ने ठाउँ अत्यन्तै गाह्रो अवस्था थियो। त्यहाँ त्यो सडक नहुँदाखेरि त्यहाँका जनताले आफूले उत्पादन गरेका वस्तुहरू पनि बजारसम्म ल्याउन अत्यन्तै गाह्रो थियो। पञ्चपालेमा जुन खालको अहिले सडक स्टोर गरेर हामीले ढलानहरू कार्य गऱ्यौँ, त्यो भन्दाखेरि त्यहाँका स्थानीय जनताहरू अत्यन्तै खुसी छन्। त्यसै गरी तपाईँको हाम्रो सिमानासम्म छाप भान्ज्याङ 1 नम्बर वडाको छाप भान्ज्याङसम्म त्यहाँबाट पिच भएर अहिले हाम्रो लगभग 1 नम्बर वडा धेरै गल्लीसम्म हाम्रो पिच भइसकेको छ, ढलान भइसकेको छ। त्यसले गर्दाखेरि त्यहाँका जनतालाई यो सडकले अत्यन्तै अहिले फाइदा पुगेको छ भन्ने खालको हामीले बुझ्यौँ र त्यहाँका जनताहरू पनि अत्यन्तै खुसी छन् कि हिजो कुन अवस्थामा थियो हामी, अहिले आएर तपाईँ निर्वाचित भएर आइसकेपछि हामीलाई बाटोघाटोको यी चिजलाई तपाईँले सहजीकरण गरेर अत्यन्तै राम्रो बनाइदिनु भएको छ भने हामीलाई धन्यवाद दिइरहेछ। त्यसै गरी 2 नम्बरको अहिले कुरा गर्नु पर्दाखेरि त्यहाँ भन्छ हिजो हामीलाई यो सबभन्दा शङ्खरापुरको कर्णाली भनेको कहाँ 2 नम्बर भने त्यसरी चिनाइन्थ्यो। तर अहिले 2 नम्बर तपाईँको पटाबसम्म हामीले यसपालिसम्म अहिले यसपालिको उसमा बजेटले तपाईँको हाम्रो यो तल शारदा मावि पटाबको स्कुलसम्म हामी पुर्याउने लक्ष्य छ। चौकी भान्ज्याङदेखि तपाईँको अहिले पटाबको हाम्रो शारदा मावि स्कुलसम्म जानलाई हामीले त्यहाँ अहिले बाटोको स्टोरबन्दी गरेर तपाईँको 32 फिट बाटो त्यहाँ खोल्न लागेको छौँ। अहिले पुरै त्यो जस्तै अब उकालो थियो, त्यो उकालो हुँदाखेरि त्यहाँ गाडी चलाउन पनि अत्यन्तै मुस्किल थियो। त्यो चिजमा अहिले हामीले त्यो प्राविधिक इस्टिमेट गराएर त्यो जम्मै कटिङ गरेर अहिले तपाईँको बाटो अत्यन्तै सहज बनाएर त्यहाँसम्म अहिले लगभग पिचको सुरुवात हुन लागेको छ। हामीले अहिले ग्राभिटी साइड गर्ने कार्यहरू भइरहेको छ। ठाउँ ठाउँमा हामीले त्यो नालीहरू बनाउने कार्य भइरहेको छ। त्यसले गर्दा त्यहाँका जनताहरू अत्यन्तै खुसी छन्। त्यसको लागि त्यहाँका वडासीज्यू अत्यन्तै मेहनती हुनुहुन्छ, अत्यन्तै
विकास प्रेमी हुनुहुन्छ, उहाँ पनि अत्यन्तै लागि परेको छ र हामीले विशेषतया भनौँ न इच्छा शक्ति भयो भने हुँदो रहेछ भन्ने कुरा चाहिँ हामीले चाहिँ बुझ्यौँ। पैसाले खासै रोक्ने कुरा रहेछ। हामी ठाउँ ठाउँमा गयौँ, मन्त्रालय जान्छौँ, मन्त्रीसँग भेट्छौँ, हामी सचिवसँग भेट्छौँ, डिसाबसँग भेट्छौँ र हामी त्यो बजेटको लागि माग गर्दाखेरि उहाँलाई चाहिँ हामीले कन्फ्युजन गरेका छौँ। त्यसले गर्दा उहाँले बजेट पनि अहिले चाहिँ पर्याप्त रूपमा राखेर अहिले तपाईँको चाहिँ अहिले भर्खर पनि त्यहाँ चाहिँ 14 करोडको बजेटको चाहिँ रनिङ कामहरू भइरहेछ प्रतापमा। त्यसै गरी चाहिँ एकदम राम्रो हो। अब 3 नम्बर कुरा गर्नु पर्दाखेरि त धेरै ठाउँ छ त्यहाँ। जस्तै अहिले अस्ति भर्खर पनि हाम्रो नगरपालिकाको बजेटले पनि तपाईँको चाहिँ अहिले कात्तिकेतु जर्सिङ पहर सडकहरू लगभग चाहिँ सम्पन्न हुन लागिसकेको छ। त्यसै गरी तपाईँको कुलामुनि तल छाप भान्याङ लाक्री बोट हुँदै तपाईँको चाहिँ कृष्ण भक्त राजमार्ग हिजो कृष्ण भक्तले खोलेको बाटो आज हामीले त्यसलाई स्टप हुने गरी सबै चाहिँ पिच गरेर चाहिँ ठाउँ ठाउँमा ढलान गरेर चाहिँ आज त्यो 3 नम्बरको बाटो लगभग सबै क्लियर गर्न लागेका छौँ हामी। क्लियर हुन लागिसकेको छ अब भन्दाखेरि यसरी हामीले चाहिँ बाटोघाटो बनाउनुपर्छ ताकि त्यो बाटो हुँदाखेरि त्यहाँका जनतालाई अत्यन्तै सहज हुने रहेछ। बर्खायाममा तपाईँ हिलाम्रो भएर चाहिँ एउटा मान्छे स्कुल जान बिरामी हिँड्न सक्ने अवस्था थिएन, तर आज त्यहाँका जनताहरू आज सल्ल चाहिँ पिचमा चाहिँ ढलानमा चाहिँ मजाले चाहिँ गाडी घुराएर हिँडिरहेको छ। त्यसले गर्दाखेरि त्यहाँका जनताहरू अत्यन्तै खुसी छन् र हाम्रो उद्देश्य पनि त्यो हो कि अत्यन्तै पछि परेको ठाउँलाई चाहिँ कसरी डेभलप गर्ने र त्यहाँका उत्पादन भएका चिजलाई बजारसम्म ल्याउनलाई बाटोघाटो भएन भने त्यसलाई अप्ठ्यारो पर्ने भएको हुँदा हामीले त्यो चाहिँ पहिलो प्रायोरिटीमा राखेर चाहिँ हामीले बाटोलाई हरेक ठाउँमा चाहिँ पुर्याउनु पर्छ भन्ने हिसाबले हामी त्यो गरिरहेका छौँ। यस्तै वडा नम्बर 4 मा फेदी बुर्कुमाला चौकी भन्ज्याङ सडकमा ढलान कार्यले गति लिइरहेको छ भने वडा नम्बर 3 मा कात्तिकदेखि कुलामुनि भोडा चक्रपथ सडक ढलान कार्य तथा कालोपत्रे सम्पन्न भएको छ। यस्तै कृष्ण भक्त मार्ग कालोपत्रे तथा पक्की गर्ने काम सम्पन्न भइरहेको छ। फेदी जङ्गलदेखि शेर्पाटोल काउली सडक निर्माण भएपछि स्थानीयवासीहरू खुसी भएका छन्। बाटो पहिले अलिक अप्ठ्यारो थियो, अहिले चाहिँ यसपालि बजेट परेर अलिक राम्रै बनाएको छ। त्यो अहिले त राम्रै छ, सुविधा अलिक राम्रो भएको छ पहिलाभन्दा। नगरपालिका धन्यवाद भन्छौँ, उहाँहरूले धेरै सहयोग गर्नुभएको छ। हामीले अब भनेको कामहरू उहाँले गरिदिनु भयो, बजेट हालिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यस्तै सडक पूर्वाधार निर्माणतर्फ मोक्तान टोल लहदन टोल सडक, धारा भन्ज्याङ भाइटोल सडक, ढोक्सान द्वारेटोल चौकी भन्ज्याङ सडक, पटाप स्वास्थ्य चौकी लाँकुरी बोट सडक, लाँकुरी बोट घलेगाउँ सडक, चौकी भन्ज्याङ गुरुङटोल सडक, साखु वज्रयोगिनी गुमार चोक डाँडा कटेरी चौकी भन्ज्याङ सडक, ढकाल टोल खानी डाँडा कृषि सडक, नाङ्ले बजार खत्री गाउँ पोखरी खोला सडक लगायत दर्जनौं सडक आयोजनाहरू अघि बढिरहेका छन्। यस्तै पालुबारीमा मन्दिर निर्माण कार्य सम्पन्न भएको छ भने वडा नम्बर 3 मा नारायणेश्वर मन्दिरमा 64 शिवलिङ्ग स्थापना कार्य सम्पन्न भएको छ। सलम्बुदेवी मन्दिर संरक्षणका काम लगायत प्रत्येक वडाहरूमा मठ मन्दिर निर्माण तथा संरक्षणका कार्यहरू अघि बढिरहेका छन्। भौगोलिक रूपमा गाउँ र सहर तथा लेक बेसी र समथर भूभाग रहेको यो नगरपालिकामा भौगोलिक विविधता रहेको छ। नगरपालिकाले कृषि र पर्यटनलाई आर्थिक स्रोतको आधार मान्दै पर्यटन र कृषि समृद्धिको मूल आधार भन्ने नारालाई आदर्श बनाएको छ। नगरपालिकाले भौगोलिक वातावरणीय हिसाबले कृषि क्षेत्रको विकासका लागि एक वडा एक उत्पादन कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरेको छ। वडा नम्बर 1, 2, 3 मा धान, मकै, गहुँ, कोदो मुख्य बालीका रूपमा रहेको छ भने वडा नम्बर 4 र 8 मा इस्कुस खेती, वडा नम्बर 6 र 7 मा आलु र धान बाली मुख्य बालीका रूपमा रहेका छन्। यस्तै वडा नम्बर 9 मा अर्ध शहरी क्षेत्रको रूपमा विकास भए पनि यहाँ थोरै मात्रामा विभिन्न कृषि बाली लगाउने गरिएको छ। साथै वडा नम्बर 1, 2, 3, 4, 5 र 8 मा भैँसी, गाई, बाख्रा, कुखुरा लगायतका पशुपालन समेत गरिन्छ। पछिल्लो समय यस नगरपालिका भित्रका किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती र पशुपालन समेत गर्दै आएका छन्। उत्कृष्ट कृषकहरूलाई नगरपालिकाले विभिन्न प्रकारका अनुदान समेत दिँदै आएको छ। मुख्यतः कृषि पनि एउटा हाम्रो चाहिँ स्रोतको एउटा मुख्य स्रोत चाहिँ हो, कृषि पनि हो हाम्रो चाहिँ, किनकि हाम्रो चाहिँ यो अत्यन्तै उर्वर भूमिका रहेका नगरपालिका मध्ये अहिले चाहिँ विशेषतः चाहिँ अलिक उर्वर भूमि रहेको जग्गा हामी कृषि सङ्कल्प नगरपालिकामा, त्यसमा पनि विशेषतः हामीले 1 नम्बर त्यहाँ चाहिँ तपाईँको चाहिँ अहिले बिहान एकछिन मात्र बस्दाखेरि पनि तपाईँको चाहिँ 5-7 हजार लिटर चाहिँ दुध चाहिँ उत्पादन हुन्छ। त्यसले गर्दाखेरि त्यो दुधलाई चाहिँ हामीले चाहिँ त्यो किसानहरूलाई चाहिँ कृषि अनुदान दिनुपर्छ भन्ने हिसाबले हामीले प्रत्येक लिटरको आधारमा चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ अनुदान पनि दिइरहेका छौँ। आफ्नो पालिकाभित्रका कृषकहरूलाई सजिलो होस् भनेर आफ्नै पालिकाभित्र गुणस्तरीय ढङ्गले गहुँको बिउ उत्पादन समेत नगरपालिकाले गर्दै आएको छ। पालिकाभित्रका कृषकहरूलाई पर्याप्त रूपमा पुगेर बाँकी रहेको बिउबाट अन्य स्थानका कृषक समेत लाभान्वित हुने गरेका छन्। दङ्गाल जागरण कृषक समूह मार्फतद्वारा यो स्वर्गद्वारी गहुँको बिउ मूल बिउ हामीले खुमलटारबाट ल्याएर किसानहरूलाई दिएको। यसमा 10 हेक्टर
जमिनमा चाहिँ हामीले यो पहिलो वर्ष विशुद्धै नयाँ कार्यक्रम शङ्खरापुर नगरपालिकाद्वारा गरिएको यो कार्यक्रम हो र किसानहरू पनि त्यति नै उत्साहित हुनुहुन्छ र किसानहरूले पनि मिहिनेत गर्नुभएको छ र यो गहुँको बिउ हामीले किसानहरूलाई 100% निःशुल्क रूपमा प्रदान गरिएको बिउ हो र यहाँनिर सिँचाइ पनि राम्रोसँगले लाग्ने अवस्था भएको हुनाले यहाँ भारे सिँचाइ बाट चाहिँ यो गहुँको बिउलाई सिञ्चित गरिएको छ र एकदम राम्रो छ र यसको कोअर्डिनेट गर्न चाहिँ हामीले प्रयोगशाला हेटौडासँग पनि हामीले समन्वय गरेका छौँ। यसलाई हामीले कृषकहरूलाई तालिम दिएका छौँ। पहिलो चरणको तालिम दिएका छौँ। दोस्रो चरणको फेरि हामीले फिल्डमा आएर उहाँहरूलाई बेजातको झारहरू यसमा बेजातको बिउहरू सबै किसानहरूलाई फेरि दोस्रो चरणको तालिम दिएर फिल्डमै आएर हामीले यो किसानहरूलाई चाहिँ यो यसरी उखाल्नुपर्छ, यसरी तपाईँले हटाउनुपर्छ भनेर एकदम नितान्त प्रयोगात्मक रूपमा किसानहरूलाई दिएका छौँ र एकदमै राम्रो कार्यक्रम छ यो चाहिँ हामीले विशुद्ध पहिलो वर्ष शङ्खरापुर नगरपालिकाले हामीले चाहिँ गहुँको बिउमा र गहुँ र धानको बिउमा चाहिँ आत्मनिर्भर कार्यक्रम गर्ने भनेर हामीले थालनी गरेका छौँ। किसानहरू पनि यसमा उत्तिकै उत्सुकता हुनुहुन्छ। अवश्य पनि किसानहरूले पनि साथ दिनुहुन्छ होला भनेर हामीले आशा पनि गरेका छौँ। हामीले किसानसँग एग्रिमेन्ट गरेका छौँ। यो चाहिँ यो हामीले किसानलाई मूल बिउ दिएको हो। यो मूल बिउ दिएपछि यो उन्नत बिउ उत्पादन कृषक समूहद्वारा उन्नत बिउ उत्पादन कार्यक्रम भनेर हामीले जुन शङ्खरापुर नगरपालिकाबाट 80-81मा चाहिँ 81-82मा चाहिँ हामीले यो कार्यक्रम राखेका छौँ। त्यही कार्यक्रम अनुसार लक्ष्य अनुसारमा चाहिँ हामीले अहिले यो फिल्डमा हेर्दा चाहिँ हामीले एकदमै राम्रो उपलब्धिहरू पाइरहेका छौँ। यो एकदम अर्को वर्षको लागि शङ्खरापुर नगरपालिकामा चाहिँ के नगरपालिकामा बिउ गहुँ खेती गर्नुहुने किसानलाई दिएर अन्यत्र पनि यो बिउ चाहिँ हामीले बेचबिखन गर्नको लागि चाहिँ मूल्य निर्धारण गरेर किसानहरूलाई चाहिँ उपलब्ध गराउनेछौँ। नगरपालिकाले वडा नम्बर 1 नाङ्ले भारेमा गहुँको बिउ उत्पादक कृषक समूह गठन गरेर बिउ उत्पादन गर्दै आएको छ। कृषि प्राविधिकहरूको रेखदेख र नगरपालिकाले अनुदान समेत दिएर गहुँ उत्पादन गर्न पाउँदा यहाँका कृषकहरू लाभान्वित भएका छन्। यसपालि हामीले चाहिँ मूल बिउ प्राप्त गरेका छौँ। बिउ उत्पादनका लागि हामीले यो स्वर्गद्वारी जातको गहुँ लगाएका छौँ। हामीले अहिले देख्दा चाहिँ गत सालको भन्दा बोट राम्रो देखिएको छ। यसमा उत्पादन अहिले चाहिँ अहिले बढी नै होला भन्ने आश गरेका छौँ। यो हामीले अलिकति खानको लागि पनि प्रयोग गर्छौँ र अनि अरू बिउको लागि प्रयोग गर्छौँ। यो कार्यक्रम ठिक छ। अनुदानको रूपमा हामीलाई चाहिँ बिउ सित्तै उपलब्ध गराइदिएको छ। यसको साथै मल पनि उपलब्ध गराएको छ, तर मल चाहिँ सित्तैमा होइन। यो खेतमा अब गत सालको भन्दा चाहिँ अहिले राम्रो होला भन्ने अनुमान गरेको छ अहिले होइन। हजुर, अहिले गत सालको भन्दा बोट पनि राम्रो छ, बाला राम्रो भएको देखिया छ। त्यस कारण राम्रो होला कि भन्ने आश गरेको छु। कति रोपनीमा लगाउनु भएको छ तपाईँले? मैले यो 3 रोपनीमा लगाएको छ। गत साल चाहिँ हाम्रो 4 देखि 5 मुरी गहुँ फल्थ्यो। हजुर, र अहिले चाहिँ त्योभन्दा अलि बेसी होला कि भन्ने आश गरेको छु। यो कार्यक्रम ठिक छ। अहिले नगरपालिकाले जुन कृषि शाखाले गरेको कार्यक्रम यसमा राम्रै गरेको छ जस्तो अनुभव भएको छ हामीलाई। यस्ता बिउ बिजन वृद्धि विकास गर्ने हो भने उन्नत खालका बिउ चाहिँ उत्पादनको लागि किसानहरूलाई चाहिँ प्रोत्साहन गर्दै जाने हो भने पक्कै पनि खेती गर्नलाई मान्छेलाई उत्साह बढ्ने थियो र यसबाट चाहिँ मान्छेलाई नयाँ किसिमको जोस जाँगर पनि हुन्छ भन्ने आश गरेको छ। हामीले यो दङ्गाल जागरण कृषि समूह अन्तर्गत शङ्खरपुर नगरपालिका र शङ्खरपुर नगरपालिका अन्तर्गत वडा नम्बर 1 को विशेष सहयोगमा हामीले स्वर्गद्वारी जातको गहुँ लगाएका छौँ। हामीलाई बिउ शङ्खरपुर नगरपालिकाबाट अनुदान स्वरूप प्रदान गर्नुभयो। त्यसमा हामीले लगभग 40 जना जति किसानहरू लाभान्वित भयौँ। अब हामीले उहाँहरूको प्राविधिक सल्लाह अनुसार माटो परीक्षण गरेर त्यसअनुसार नै हामीले सिँचाइ पनि उहाँहरूकै सल्लाह बमोजिम गरेर हामीले गहुँ खेती गर्दाखेरि उत्पादन राम्रै भएको महसुस हामीलाई भइरहेको छ। यो बिउ उत्पादन गर्ने उद्देश्यले लगाउनु भयो? हजुर, बिल्कुल यो बिउको लागि मात्र हो, यो खानको लागि होइन। बिल्कुल हामीले यहाँबाट हाम्रो समूहले बिउ उत्पादन गरेर सम्भव भए पालिका बाहिर पनि, सम्भव नभए हाम्रो शङ्खरापुर नगरपालिकाभित्र चाहिँ गहुँको बिउमा आत्मनिर्भर हुने उद्देश्यका साथ हामीले एकमुष्ट सबैले एकै जातको स्वर्गद्वारी नामको गहुँ लगाएका हौँ। यो स्वर्गद्वारी चाहिँ अरू गहुँभन्दा राम्रो फलेको छ। एकदम राम्रो लागेको छ। अनुदानमा बिउ पाएको छ, मल पाएको छ। हजुर, उब्जनी राम्रो भएको छ। पोहोरको भन्दा बढी गहुँ हुने छ अहिले। यो बिउकै लागिमा चाहिँ राख्ने हो, खानको लागि बरु अर्को किन्छौँ हामी। ए हजुर, तपाईँले कति रोपनीमा लगाउनु भएको छ?
मैले त धेरै छैन 3 रुपियाँ 3.5 रुपियाँ लगाएको छु कृषकहरूलाई त एकदम राम्रो सहज भएको छ यो कार्यक्रम आउँदाखेरि बिउहरू उत्पादन गर्दा एकदम राम्रो छ एक वडा एक उत्पादन अन्तर्गत वडा नम्बर 1 मै कृषकहरूले लगनशील कृषक समूह गठन गरी सामूहिक रूपमा उखु खेती गरी सखर उत्पादन गर्दै आएका छन्। त्यसका लागि नगरपालिकाले कृषि प्राविधिक तथा आर्थिक अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसबाट कृषकहरूलाई व्यावसायिक हुँदै स्वदेशमै केही गर्ने प्रेरणा मिल्दै आएको छ। योभन्दा विगतमा पनि हामीले व्यक्तिगत ढङ्गबाट गरेर करिब 1 रुपियाँ जग्गा बराबर 50 देखि 1 लाखसम्म आम्दानी हुने कुरो तथ्याङ्क निकालेको आधारमा हामीहरूले 50 रुपियाँ उखु खेती विस्तार गर्दाखेरि लगभग सबैको आर्थिक स्थिति चाहिँ पहिलाको भन्दा केही न केही सुध्रिने अवस्था त छ नै। यसमा हामीले योभन्दा पहिलाको नै रिजल्ट देखिसकेका छ भने अब यसले चाहिँ रिजल्ट यो सबै बिक्री भइसकेपछि हामी सार्वजनिक नै गरिदिने तयारीमा छौँ। यो कति रोपनी क्षेत्रफलमा उखु खेती भइरहेको छ अहिले? यो अहिले हाम्रो 40 देखि 45 रोपनीसम्ममा उखु खेती विस्तार भएको छ। 50 रोपनी हामीले एग्रिमेन्ट गरेर ल्याएका छौँ। हामीले 100 रोपनी जति चाहिँ अब विस्तार गर्ने भन्ने लक्ष्य बोकेर हामीले एग्रिमेन्ट पनि गराइसकेका छौँ। यो वर्ष कति लगानी जति भएको छ उखु खेतीको लागि? अहिले टोटलमा हाम्रो 23 लाख समथिङ त्यही डाटामै हामीले सबै हिसाब किताब सार्वजनिक गरेर फ्ल्यासबोर्ड नै बनाइसकेका छौँ। 23 लाख हाम्रो समूहको विभिन्न संस्थाको नगरपालिकाको वडाको गरेर त्यति पुगिसकेका छ। यस्तै शङ्खरापुर नगरपालिकाले वडा नम्बर 4 र 8 मा व्यावसायिक रूपमा इस्कुस खेतीलाई सहयोग पुर्याउन विभिन्न किसिमका अनुदानको व्यवस्था गरेको छ। इस्कुस खेतीका लागि थाँक्रो अड्याउनका लागि नगरपालिका र कृषकको साझेदारीमा फलाम र सिमेन्टबाट बनेका पक्की टेका वितरण कार्यक्रमलाई नगरपालिकाले अगाडि बढाइरहेको छ। यसबाट कृषकहरू लाभान्वित हुनुका साथै दीर्घकालीन रूपमा इस्कुस खेतीका लागि टेवा पुगिरहेको छ। पहिला चाहिँ सशस्त्र प्रहरीको चाहिँ भुपु म चाहिँ लगभग 7 वर्ष भइसक्यो। जागिर छोड्ने बित्तिकै मैले चाहिँ यो कृषि फर्म दर्ता गरेर मेरो चाहिँ कृषि फर्म छ ब्राभो कृषि क्रान्ति फर्म भनेर, अनि मैले चाहिँ पहिला गाई फर्म पनि सञ्चालन गरेको थिएँ। गाईमा चाहिँ अलिकति त्यति चाहिँ खटिन नभ्याउने र चाहिँ कामदार राख्दा पनि त्यति तिनीहरूले चाहिँ मन लाएर चाहिँ नहेरेको कारणले गर्दाखेरि गाई फर्ममा त्यति आफूले समय दिन सकेन। त्यसपछि मैले यो अहिले चाहिँ गाई फर्म छोडेर अहिले चाहिँ यो व्यावसायिक रूपमा चाहिँ यो इस्कुसलाई चाहिँ अलिकति प्राथमिकता राखेर चाहिँ मैले अहिले इस्कुस खेती गर्दै आइरहेको छु। अनि अहिले चाहिँ यो हाम्रो शङ्खरापुर नगरपालिकाले चाहिँ यो हाम्रो किसानहरूलाई चाहिँ यो इस्कुसको टेका चाहिँ अनुदानमा 50% अनुदानमा चाहिँ के अरे दिँदै आइरहेको। पहिला पनि मैले लगभग 200वटा चाहिँ बनाइसकेर चाहिँ गाडिसकेको अवस्था हो। अहिले यसपालि पनि मैले चाहिँ माग गरेको थिएँ 500वटा नै उहाँहरूले चाहिँ के अरे मेरो कामलाई चाहिँ सायद प्राथमिकता राखेर होला चाहिँ उहाँहरूले 500वटा नै पारिदिनु हो। अनि मैले चाहिँ लगभग यो के अरे चाहिँ यो टेका बनाउनलाई लगभग 20-22 दिनमै मैले चाहिँ यो 500वटा चाहिँ बनाएर चाहिँ सकिसकेको छ। अनि यो टेकाले चाहिँ हामीले अहिले पहिला चाहिँ हामीले यो बाँसको के अरे खाँबा बनाएर गाड्नु पर्थ्यो। त्यो चाहिँ 1 वर्षमै कुहिने मकिने भएर चाहिँ वर्षै पछि चेन्ज गरिरहनु पर्ने भएको छ। अनिखेर चाहिँ अहिले चाहिँ यो हाम्रो चाहिँ यो टेका भइसकेपछि हामीलाई चाहिँ एकचोटि चाहिँ फिक्स गाडिसकेपछि अनि हामीलाई चाहिँ ढुक्क भयो। अहिले चाहिँ अनि त्यो बाँस मात्र चाहिँ 2 वर्षलाई लगभग 2-3 वर्षलाई त्यो बाँस मात्र चाहिँ के अरे त्यो अर्को चाहिँ तरु बाँस ल्यायो भने चाहिँ 3 वर्षलाई चलाउनै परेन। यदि चाहिँ यो खाँबा चाहिँ यदि बाँस चेन्ज गर्नु पऱ्यो तापनि यो खाँबा चाहिँ लगभग 10-15 वर्ष कम्तीमा पनि चाहिँ 10 वर्ष चाहिँ हुन्छ होला, नत्र भने चाहिँ कम्तीमा होइन बढीमा चाहिँ 10 वर्ष हुन्छ होला, कम्तीमा 15 वर्षसम्म चाहिँ जान्छ कि जस्तो लागिरहेछ। अनि हामी चाहिँ अहिले चाहिँ यो टेका चाहिँ लगभग यसपालि पनि अलिकति के अरे चाहिँ नगरपालिकाबाट चाहिँ के अरे राम्रै चाहिँ उसमा चाहिँ दिएको भएर अझै चाहिँ यसलाई चाहिँ बढाउने हिसाबले चाहिँ मैले चाहिँ सोचिरहेको छु। लगभग मैले पोहोर इस्कुस लगभग 8 लाख चान्चुनको चाहिँ इस्कुस बेचेको थियो भने लगभग मेरो फाइदा मात्र चाहिँ 4 लाख रुपियाँ जति भएको थियो। यसपालि अझै मैले चाहिँ बढाएको छु। यसपालि लगभग अनुमानित मैले चाहिँ 15-16 लाखको चाहिँ के अरे बेच्न सकिन्छ कि भन्ने आश गरेको छु। वर्षमा 6 महिनाभरि निरन्तर फलिरहने इस्कुस खेतीबाट यहाँका कृषकहरूको जीवनस्तरमा निकै सहजता भएको छ। अझ नगरपालिकाले बेला बेलामा विभिन्न अनुदान दिएका कारण कृषकहरूलाई व्यावसायिक खेतीतर्फ हौसला बढिरहेको छ। यो इस्कुस खेती तपाईँको यो धेरैसम्म जग्गा पनि नचाहिने, यहाँको मुख्य अब नगदे बालीको रूपमा यहाँको किसानहरूले चाहिँ वार्षिक रूपमा इस्कुस खेती गर्छ। प्रत्येक घर जस्तै घरधुरी बराबरै होला सर। प्रत्येक घरधुरीको चाहिँ इस्कुस खेती छ व्यावसायिक रूपमा? हजुर। जीवनस्तरमा तपाईँको इस्कुस खेतीबाट चाहिँ
धेरै मान्छेले अब उन्नति त गरेको छ। वार्षिक 1 लाखभन्दा माथि कमाउँछन्, 2 लाख 3 लाख 2-3 लाखसम्म। बढीमा कतिसम्म कमाउने छ नि? बढीमा तपाईँको धेरै 3-4 रोपनीमा 5 रोपनीमा गर्नेले त 5-6 लाख 5-6 लाख जति नै थाप्छन्। अब थोरै गर्नेहरूले त्यही 50,000 1 लाख 1.5 2 लाख त्यस्तै थाप्छ। यो जेठ असारदेखि सुरु हुन्छ, यो कार्तिकसम्मै हुन्छ। लगानी तपाईँको बाँस र टेकालाई हो मेन, बाँस र टेका चाहियो। अब वस्तुको मल त हाल्नै पर्यो, अलिअलि रासायनिक मल किन्नुपर्छ, अनि यो टेका र बाँसलाई लगानी गर्नुपर्छ। त्यही यो इस्कुसको पैसाले चाहिँ तपाईँको यहाँको व्यवसाय भनेको नगदको रूपमा हो। यो नगदहरू चाहिँ त्यही वार्षिक खानाको लागि नै प्रयोग हुन्छ सर। अरू खेतीबाली त्यति हुँदैन, बँदेलले दुःख दिन्छ, बाँदरले दुःख दिन्छ। त्यही वर्षको खाने खर्च चाहिँ उठ्छ। वर्षभरले खानालाई पुग्छ। हजुर, यसले चाहिँ आत्मनिर्भर चाहिँ बनाएको छ। हजुर, आत्मनिर्भरको काम चाहिँ गरेछ, मुख्य काम गरेछ। यसलाई यो बँदेल बाँदरले चाहिँ दुःख दिँदैन? दिन त दिन्छ, सुरुमा बँदेलले धेरै उद्योग गर्छ, अनि यो फल्न लाग्दाखेरि तपाईँको बाँदर धेरै आउँछ। तर यो धेरै फलिसकेपछि चाहिँ बाँदरले उद्योग गर्न नसक्ने रहेछ। यो इस्कुस भने भन्दाखेरि हजुर यो इस्कुस अब रोप्नुपर्छ, त्यो रोपेपछि अब 1-2 वर्ष समय लाग्छ। 1 वर्षपछि अब फल्छ। अब फलेपछि तपाईँको एउटै घरबाट 1-1.5 लाख इस्कुस बेच्छ। एउटा घरबाट चाहिँ एउटा घर बेच्छ। अनि लगानी पनि हुन्छ सर यसमा। लगानी पनि अब केही नभए पनि त्यही हो, अब थोरै लगानी गर्नेले थोरै फल्छन्, धेरै लगानी धेरै फल्छन्। अब त्यही जीवन त्यो चल्छ भनौँ न, यता उता खर्च चल्छ। इस्कुसबाट अलि कमसेकम तपाईँको आधी लगानी भयो भने अझै फाइदा हुन्छ यसको लागि। यो बाँस पनि फेरि अब तपाईँको यो बाँसको टनेल छ नि, त्यो पनि अब तपाईँको वर्षै साल फेरिरहनुपर्छ हजुर। त्यसको लागि आवश्यक चाहिँ अब यो टेकाहरूको जस्तै त्यस्तो भयो भने धेरै राम्रो हुन्छ। 3 लाखदेखि 4 लाखको हारिमा बेच्छु। कतिको सहज भएको छ जीवन चलाउन इस्कुस खेतीबाट? स्वाद त त्यही राम्रै हो, जीविका चलाउनलाई पुगिराखेको छ। लगानी पनि बढी जान्छ नि इस्कुसमा। के पर्छ लगानी? हजुर, लगानी के पर्छ? बाँस अनि ज्यादा दिनु पर्यो। हजुर, त्यही हो, मल हाल्नु पर्यो। हजुर, वस्तुको मल, अनि त्यसलाई पातहरू पहेँलो पातहरू जम्मै टिपिदिनुपर्छ, है स्याहार गर्नुपर्छ। अब पहिला अब पानी हाल्नु पर्यो, पहिला भर्खर उम्रिने बेलामा। त्यसको आम्दानी चाहिँ अब केमा खर्च हुन्छ तपाईँको? आम्दानी घर खर्च यस्तै हो। अब समाजमा बढी नै हुन्छ, यता बिहे गर्दा इत्यादि हुँदाखेरि पनि हिँड्नु पर्यो, अनि खानुलाई पर्यो। नगरपालिकाले बेला बेला विभिन्न ओडामा गएर घुम्ती शिविर सञ्चालन गरी कृषकहरूलाई घर आँगनमै पुगेर कृषि बालीको उपचार, बिउ बिजन तथा कृषि औषधि लगायतको वितरण गरी कृषकहरूको सेवा गर्दै आइरहेको छ। अब यो खोर्साएर यसलाई यतिसम्म बनाउन सक्नुहुन्छ, धेरै राम्रो होइन। अर्को कुरा अब यो पानी हाले हुन्छ होइन, अब त्यो सुक्खा भइसकेपछि पानी हाल्ने, अब त्यो पानी हाल्दै जाँदा यो पत्र भित्र पस्दै गयो, पानी पस्दै गयो, खुल्दै गयो तलबाट, अनि माथि सुक्दै गएको हो। त्यही भएर यो लागेको ढुसीको रोग हो होइन। नगरपालिकाले विभिन्न ओडाहरूमा खानेपानीको सहज पहुँच र विस्तारका लागि पानीका स्रोतहरूको पहिचान, संरक्षण र विकासका कार्यलाई जोड दिइरहेको छ। वडा नम्बर 6 र 7 का लागि साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत विकासका काम अघि बढाइरहेको छ भने अन्य ओडाहरूमा पनि पानीका स्रोतको खोजी गर्दै घर घरमा धारा पुर्याउने काममा नगरपालिका अग्रसर भइरहेको छ। खानेपानीको सवालमा भन्नुपर्दाखेरि शङ्खरापुर नगरपालिकाभित्र अहिले चाहिँ हामीले चाहिँ हाम्रो उद्देश्य भनेको प्रत्येक घरमा चाहिँ एक घर एक धाराको कन्सेप्ट ल्याएको छौँ। त्यो बिचमा चाहिँ हामीले धेरै वडामा त्यसरी चाहिँ अब अगाडि बढाएको छ। जस्तै 1 नम्बरमा पनि त्यसरी चाहिँ एक घर एक धाराको रूपमा अगाडि बढाएको छ। सबैतिर पुर्याउन सकिरहेको छैनौँ, स्रोत कम छ हामीसँग। त्यसलाई त्यसरी गर्दाखेरि सबै वडामा चाहिँ त्यसरी गरिरहेको छौँ हामीले। त्यो कारणले गर्दाखेरि हामीले अहिले चाहिँ त्यसलाई एकीकृत खानेपानीको रूपमा चाहिँ अगाडि बढाउन खोजेका छौँ। त्यो हुँदाखेरि चाहिँ के भने सबैतिरको पानी कलेक्सन गरेर चाहिँ एक ठाउँमा जम्मा पारिसकेपछि आवश्यकता हुन्छ कहाँ चाहिँ त्यो चाहिँ भूगोल अनुसार मिल्ने खालको त्यो हिस्सा चाहिँ ट्याङ्की बनाएर त्यसरी वितरण गर्नु खोजिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले एउटा ठुलै प्लान बनाइरहेका छौँ।
त्यो बिचमा चाहिँ हामीले चाहिँ मन्त्रालयसँग सहकार्य गर्छौँ। अस्ति एउटा प्रोजेक्टसँग सहकार्य गर्छौँ। प्रोजेक्टले पनि हामीलाई चाहिँ एउटा एडिबीबाट पनि अलिकति आश्वासन दिएको छ, तपाईँहरूले चाहिँ यस्तो कुराहरू चाहिँ गर्दाखेरि ठिक छ, हामीले एडिबीले सहयोग गर्छु भन्ने खालको हामीलाई आश्वासन दिएको छ। त्यसले गर्दाखेरि यी कुरा पनि हामीले चाहिँ कमसेकम सबै खानेपानी भन्दा अत्यन्तै संवेदनशील हो, वस्तु हो। त्यो चिजलाई चाहिँ हामीले चाहिँ प्रत्येक घरमा चाहिँ त्यो खानेपानी पुर्याउनुपर्छ भन्ने सोच राखेर त्यसरी कार्यहरू गरेका छौँ। त्यो गरिरहँदाखेरि जस्तो अहिले ठ्याक्कै नजिकको रूपमा भन्नुपर्दाखेरि अहिले साँखु छरक साटको रूपमा हेर्ने भने अहिले तपाईँको हाम्रो फेरीमा खानेपानीको मुहान छ, त्यहाँबाट चाहिँ स्रोत हामी सङ्कलन गर्छौँ। त्यो चाहिँ यसरी बाँधिरहेको छौँ कि अहिले 4 तलसम्म चाहिँ हाम्रो चाहिँ साँखु छरक साटमा चाहिँ खानेपानीको अहिले तपाईँको चाहिँ बिना मिसिनले त्यसरी पानी आउँछ। दिनभरि चाहिँ पानी पठाउन अहिले मिलाएको छ। अलिकति बर्खायाममा चाहिँ अलिकति चाहिँ तपाईँको चाहिँ यो हिउँदो याममा चाहिँ पानीको चाहिँ स्रोत सुक्ने रहेछ, त्यो बेला चाहिँ अलिकति गाह्रो हुने भनेर हामीले चाहिँ पानीको चाहिँ अहिले चाहिँ प्रत्येक वडाले चाहिँ पानीको चाहिँ समस्या खासै त्यति देखिरहेको छैन। जस्तो अस्ति भर्खर पनि हाम्रो चाहिँ यो 5 नम्बर वडा पनि तपाईँको लगभग चाहिँ 20 करोडको चाहिँ खानेपानी यो चाहिँ बृहत खानेपानीको योजना कार्य भयो। त्यो चाहिँ नगरपालिका आफैले पनि चाहिँ 10% 20% राखेर चाहिँ काम गर्नुपर्ने रहेछ। त्यो कुरा हामीले समन्वय गरेर मन्त्रालयसँग समन्वय गरेर त्यसरी चाहिँ खानेपानी चाहिँ अहिले चाहिँ व्यवस्थित गरेका छौँ। त्यहाँ पनि अहिले तपाईँको लगभग त्यो सबै बन्दाखेरि त्यहाँका जनताहरू चाहिँ अहिले कामहरू फटाफट भइरहेछ। त्यो चाहिँ तपाईँको अहिले लगभग 1 वर्ष 18 महिनाको कार्य हो, तर 1 वर्ष 12-13 महिना सकल जस्तो लाग्छ। त्यसरी कामहरू अगाडि बढिरहेको छ। त्यसले गर्दाखेरि यहाँका जनताले खानेपानीको सुविधा चाहिँ अहिले राम्रो भइरहेछ भन्ने जस्तो लागिरहेछ मलाई पनि। विगतको तुलनामा हाल खानेपानीको दुःख नभएको नगरवासीहरूको प्रतिक्रिया रहेको छ। विगतमा टाढाबाट पानी बोकेर ल्याउनु पर्ने अवस्थामा नरहेको उनीहरू बताउँछन्। सानुमाया तामाङ। अनि पानीको पहिलाभन्दा अहिले सुविस्ता भएको छ। ट्याङ्की बनाएर धेरै अहिले त सुख नै भएछ। यसपालि सबैले गाउँलेलाई सुविस्तै भएको छ, राम्रै छ। पानी अब गाई बस्तु पाल्दै एउटा भैँसी पाल्यो पनि अब कम्ती पनि 22-24 बाटी त पानी एउटाले नै चाहिन्थ्यो। अब अहिले चाहिँ भनौँ न त्यति पानी ओसार्नु पऱ्यो। भनेपछि धेरै वर्ष पानीको लागि दुःख गर्नु पर्यो तपाईँहरूलाई? हजुर, धेरै वर्ष सङ्घर्ष पायो हामीले त पानीको लागि त। धेरै टाढा अलि अस्ति नैसम्म पनि धेरै टाढाबाट कहिले कताबाट लिएर दिने, कहिले कताबाट लिएर दिने गऱ्यो हामीले पानी। सुनितामा यो बोजे नि पहिला चाहिँ एकदमै सर्टेज थियो पानी, अहिले चाहिँ एक घर एक धारा छ। पबाट ल्याएर यहाँ माथि जङ्गलमा यहाँ वनमा ट्याङ्की बनाएर जमाएर अहिले सबैले बाहिर छ। अहिले पानीको समस्या चाहिँ त्यस्तो भोग्नु परेको छैन? छैन। यसरी भौतिक पूर्वाधार निर्माण, कृषि विकास, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा नगरपालिकाले विकासको गतिलाई अघि बढाइरहेको छ। टोल-टोलमा पक्की बाटो, कक्षा 12सम्म निशुल्क शिक्षा, कृषकहरूलाई अनुदान, निशुल्क घुम्ती स्वास्थ्य शिविर र नगर अस्पतालबाट उपचार तथा रिफर सेवा लगायतका कामबाट शङ्खरापुर नगरपालिकाले नागरिकको सेवालाई उच्च प्राथमिकता राखेर अघि बढिरहेको छ।